के नेपालको क्रिकेट टिम अब विश्वका ठूला पावर हाउसहरूलाई हराउन तयार भइसकेको हो? के तपाईलाई थाहा छ एउटा सानो रणनीतिक परिवर्तनले नेपालको विश्वकप खेल्ने सपनालाई वास्तविकतामा बदल्न सक्छ? नमस्ते साथीहरू, म हुँ तपाईको होस्ट र आजको भिडियोमा हामी त्यो गोप्य रणनीति खोल्दैछौँ जुन अहिले नेपाली क्रिकेट बोर्ड र खेलाडीहरूको बन्द कोठामा छलफल भइरहेको छ। आजको यो विशेष भिडियोमा तपाईको लागि एउटा यस्तो खुलासा हुनेछ जसपछि तपाईले नेपाली क्रिकेटलाई हेर्ने नजरिया नै बदल्नु हुनेछ। भिडियोको अन्त्यमा मैले एउटा यस्तो गोप्य तथ्य राखेको छु जुन थाहा पाएपछि तपाईले यो भिडियो शेयर नगरी बस्न सक्नुहुन्न। सुरुवात गरौँ लिग 2 को त्यो उतार चढावपूर्ण यात्राबाट। धेरैले सोचेका थिए नेपालको यात्रा सकियो, तर हाम्रो कमब्याक कस्तो रह्यो? स्कटल्यान्ड विरुद्धको त्यो ऐतिहासिक जितले के प्रमाणित गर्यो भने नेपाली बलरहरू संसारको जुनसुकै पिचमा पनि जादु गर्न सक्छन्। तर अब हाम्रो सामु अझ ठूलो चुनौती छ। आगामी लिग 2 को खेलहरू विशेष गरी नामिबिया र नेदरल्यान्डसँगको म्याचहरू हाम्रो लागि डु अर डाई हुनेछन्। यी खेलहरूमा हामीले के सुधार गर्नुपर्छ? पहिलो, ओपनिङ साझेदारी। हामीले सुरुका 10 ओभरमा विकेट बचाएर रनको गति बढाउनुपर्छ। दोस्रो, मिडल अर्डर। रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीको काँधमा ठूलो जिम्मेवारी छ। यी खेलहरूमा हाम्रो स्पिन अट्याकले विपक्षीलाई दबावमा राख्नुपर्छ। प्रत्येक म्याचको अङ्क तालिकामा हाम्रो नाम माथि लैजान हामीलाई क्लिन स्विपको आवश्यकता छ। टेस्ट नेसन र हाम्रो आवश्यकता। अब सोच्नुहोस् किन हामी सधैँ एसोसिएट टिमहरूसँग मात्र खेल्छौँ? यो प्रश्न धेरैको मनमा छ। यदि नेपालले टेस्ट नेसन जस्तै भारत पाकिस्तानसँग सिरिज खेल्न पायो भने के हुन्छ? म आज तपाईलाई त्यो म्याथमेटिकल डेटा भन्दैछु जसले प्रमाणित गर्छ कि किन टेस्ट नेसनसँगको एउटा सिरिज हाम्रो 100 वटा एसोसिएट म्याच भन्दा शक्तिशाली छ। टेस्ट नेसन्सका खेलाडीहरूसँग खेल्दा हाम्रो खेलाडीहरूको मेन्टल टफनेस बढ्छ। हामीलाई विश्वकप क्वालिफायर भन्दा पहिले कम्तीमा एउटा नेपाल वान डे सिरिजको सशक्त आवश्यकता छ। यो सिरिजले हाम्रा युवा खेलाडीहरूलाई त्यो दबाव झेल्न सिकाउँछ जुन ठूला म्याचहरूमा मात्र आउँछ। हामीले यो माग आइसिसी सम्म पुर्याउनु पर्छ र त्यसका लागि तपाईहरुको डिजिटल सपोर्ट एकदमै जरुरी छ। त्यसैले च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गर्नु होला। भिडियो अगाडि बढाउँ। बजार मूल्य र व्यक्तिगत ब्रान्डिङ। र अब एउटा यस्तो पाटो जसमा कसैले ध्यान दिएको छैन। हाम्रा खेलाडीहरूको अन्तर्राष्ट्रिय बजार मूल्य। कुशल बुर्तीले 6 छक्का प्रहार गर्दा विश्वचकित भयो, तर यो चर्चा केही दिनमा सेलाउनु हुँदैन। हाम्रा खेलाडीहरू किन आइपिएलको अक्सनमा अझै पछाडि छन्? यसको कारण खेलाडीको कमी होइन, हाम्रो ब्रान्डिङको कमी हो। हामीले खेलाडीहरूको स्ट्राइक रेट, इकोनोमी र फिल्डिङ डेटालाई राम्रो ग्राफिक्सका साथ विश्व बजारमा प्रस्तुत गर्नुपर्छ। यदि हामीले हाम्रा खेलाडीहरूको प्रोफाइललाई राम्रोसँग मार्केट गर्यौं भने विश्वका ठूला लिगहरूले नेपालका खेलाडीहरूको खोजी गर्नेछन्। जब हाम्रा खेलाडीहरू विदेशी लिगमा खेल्छन् तब नेपाल क्रिकेटको अर्थतन्त्र स्वतः बलियो हुन्छ। अनि त्यतिर आउँदै गर्दा म तपाईलाई एउटा यस्तो कुरा भन्न चाहन्छु जसले हाम्रो क्रिकेटको भविष्यको ढोका खोल्नेछ। साथी हो, यो च्यानल मात्र एउटा युट्युब च्यानल होइन, यो नेपाली क्रिकेटका आवाज हो। यदि तपाईँ चाहनुहुन्छ कि नेपालको झण्डा विश्वकपको मैदानमा फहराओस् र आइसिसीका ठूला अधिकारीहरूले हाम्रो माग सुन्नु परोस् भने यो च्यानललाई अहिले नै सब्स्क्राइब गर्नुहोस्। किनभने यहाँ हामी केवल खेलको रिपोर्टिङ गर्दैनौँ, हामी नेपाली क्रिकेटको भाग्य बदल्ने अभियानमा छौँ। तपाईलाई के लाग्छ? नेपालले विश्वकप छनौट गर्न कुन कुरामा सुधार गर्नुपर्छ? कुन खेलाडीलाई अर्को सिरिजमा मौका दिनुपर्छ? तल कमेन्टमा लेख्नु होला, किनकि म आफै आएर तपाईको कमेन्ट रिप्लाई गर्नेछु। हाम्रो क्रिकेट हाम्रो गौरव। यस्तै इनसाइड स्टोरी र क्रिकेटको एनालाइसिसका लागि हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब गरी हाम्रो टिमको सदस्य बन्नुहोस्। तपाईको एक क्लिकले हामीलाई अझ धेरै काम गर्ने ऊर्जा दिन्छ। आउनुहोस् नेपाली क्रिकेटको नयाँ अध्याय सँगै लेखौँ। सब्स्क्राइब बटन थिच्न नबिर्सिनु होला। हस्त साथीहरू, जय नेपाल, जय नेपाली क्रिकेट।